हेलो साथीहरु, स्वागत छ हाम्रो टेक्नोबाइस नेपाल युट्युब च्यानलमा। आजको यस भिडियोमा रहेर म तपाईहरुलाई स्विच कन्डिसनलहरुको केही प्रब्लमहरु दिनेछु। कृपया भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। फर्स्ट अफ अल म तपाईहरुलाई मेरो च्यानलमा अपलोड भएका सी प्रोग्रामिङ रिलेटेड ट्युटोरियलहरु एक्सेस गर्नुहुन अनुरोध गर्दछु। साथै हाम्रो प्लेलिस्ट मैले एउटा प्लेलिस्ट बनाएको छु। प्लेलिस्टमा गएर पनि तपाईहरुले सबै ट्युटोरियलहरु एकै ठाउँमा पाउन सक्नुहुन्छ। ओके, अब स्विच अनि साथीहरु, यो च्यानलमा अपलोड भएका सी प्रोग्रामिङ रिलेटेड ट्युटोरियलहरु तपाईलाई राम्रो लागिरहेको छ भने आफ्नो प्रतिक्रियाहरु दिनुहोला अनि लाइक कमेन्ट गर्नुहोला। साथै आफ्नो साथीभाइहरुलाई पनि यो भिडियो पुर्याइदिनु होला। ओके, म अब यता भिजुअल स्टुडियो कोडमा आए अनि मैले यसमा चाहिँ एपिसोड 15 नामको एउटा फाइल बनाएको छु है। अब मैले यसमा दुईटा क्वेशन लेखेको छु। त्यो क्वेशनलाई तपाईहरुले पढ्न, यो चाहिँ टास्क जस्तै हो। म यसको सोलुसन चाहिँ अर्को भिडियोमा लिएर आउने छु है त। ओके, क्वेशन नम्बर 1 मा छ, राइट अ प्रोग्राम दैट टेक्स एज इनपुट फ्रम द युजर एन्ड डिसाइड एज पर द कन्डिसन। अनि कन्डिसन रहेको छ 0 देखि 15 को चाहिँ चिल्ड्रेन, अनि 16 देखि 39 को लागि युथ, 40 देखि 69 लाई एडल्ट र 70 भन्दा माथिको लागि ओल्ड भनेर है त। अब यसले के भन्छ भन्दाखेरि तपाईले एउटा चाहिँ इनपुट लिन पर्यो रे, एज है, एज चाहिँ इनपुट लिन पर्यो रे कुनै पनि युजरसँग। अनि त्यो एज चाहिँ यदि 0 देखि 15 सम्म छ भने चाहिँ तपाईले चिल्ड्रेन भनेर प्रिन्ट गराइदिन पर्यो। यदि त्यो 16 देखि 39 को बीचमा छ भने चाहिँ युथ भनेर प्रिन्ट गराउनु पर्यो भने त्यसै 40 देखि 69 सम्मको लागि एडल्ट र 70 देखि माथिको लागि चाहिँ ओल्ड भनेर प्रिन्ट गराइदिनु पर्यो। ओके है त, यो चाहिँ स्विच केसबाट गर्नु होला। अब क्वेशन नम्बर 2 मा जाऊ। क्वेशन नम्बर 2 मा चाहिँ राइट अ प्रोग्राम दैट टेक्स इनपुट अफ 2 नम्बर एन्ड अर्थमेटिक अपरेटर फ्रम द युजर एन्ड देन क्याल्कुलेट एन्ड प्रिन्ट द रिजल्ट भनेको छ। यसले चाहिँ दुईटा नम्बर इनपुट लिन पर्यो रे तपाईले युजरसँग है, अनि अर्थमेटिक अपरेटर पनि इनपुटमै लिन पर्यो रे। अब अर्थमेटिक अपरेटर चाहिँ कार भन्ने एउटा भेरिएबलमा स्टोर गराउन सक्नुहुन्छ है। अनि त्यो इनपुट लिएको नम्बरहरु चाहिँ तपाईले जुन इनपुट गर्नुहुन्छ नि अर्थमेटिक अपरेटर, अब अर्थमेटिक अपरेटरमा त के पर्छ हामीले पढेको हो अपरेटर भन्ने। त्यसमा प्लस माइनस अनि मल्टिप्लिकेसन डिभिजन मोडुलस त्यसै पर्छ हैन त। तिनीहरु पनि तपाईले पास गराउनु पर्यो। अनि त्यो दुईटा नम्बर पनि पास गराउनु पर्यो। अब तपाईले प्लस भन्ने अपरेटर पास गराउनु भयो भने चाहिँ त्यो दुईटा नम्बरलाई एड गराउनु पर्यो अनि त्यसको रिजल्ट प्रिन्ट गराउनु पर्यो। यदि माइनस भन्ने अपरेटर पास गराउनु भयो भने त्यो दुईटा नम्बरलाई सबट्र्याक्ट गर्नु पर्यो। त्यसैगरी मल्टिप्लाईको अपरेटर पठाउनु भयो भने उतापट्टि त्यो दुईटा नम्बरलाई मल्टिप्लाई गरिदिनु पर्यो। ओके है त, यो चाहिँ केबाट गर्नु पर्यो, यो पनि स्विच केसबाट गर्नु पर्यो। ओके साथीहरु, यो भिडियो चाहिँ आजलाई यति नै। अब यसको सोलुसन चाहिँ म पछि आउने भिडियोमा हाल्ने छु। तपाईहरु ट्राई गर्नु होला आफैले। अनि अब अर्को भिडियोमा चाहिँ म एरेको बारेमा पढाउने छु। ओके, थ्यांक यू।